सपनासँग जोडिएको एउटा यस्तो यथार्थ जहाँ पुग्ने चाहना हर कोही नेपालीको मनमा कतै न कहीँ त लुकेको छ। मध्य नेपालको अन्नपूर्ण हिमालको काखमा अवस्थित यो ठाउँ सुन्दर रङ्गीचङ्गी फुलहरूले सजिएको फुलबारी जस्तै हिमाली दृश्य, नदी, ताल, झरनाहरूले सजिएको छ। मनाङ चाहिँ जिम्मा गरे हो। चौध सेकेन्ड भइसक्यो। 16, 17, 18, 19, 20। प्राय सोचहरू, योजनाहरू पलभरमै दिमागमा आउँछ र छिनभरमै दिमागबाटै बिलाउँछ, हिमालमा पग्लेको हिउँ जस्तै। तर कुनै कुनै कुराहरू भने हिमालमा जमेर बसेको हिउँ जस्तै जमेर बसिदिन्छ। अनि त्यो ढिक्के हिउँ चाहिँ हाम्रो योजना बिनाको गन्तव्य कहाँ पुग्ने थाहा छैन, तर पुग्न चाहिँ पर्यो। अनि यो देखिरहेको ठाउँ चाहिँ तानतिङ गाउँ हो। जाँदै जाँदै हामी तानतिङ गाउँ पुग्न लागिसक्यौँ। चिसो एकदमै बढी छ। अनि यहाँनिर त्यो बाटो पनि एकदमै अप्ठ्यारो क्या, ढुङ्गाको बाटो, पुरै बाइकै अगाडि उइली हाने जस्तो सिधा सिधा माथि हुने। जो मजाको ठाउँ छ एकदमै। काठमाडौँभन्दा पनि पोखराबाट नजिकै, एकदमै प्यारो गाउँ अनि राम्रो गाउँ। हामी समयलाई पर्खिरहन्छौँ, तर समयले हामीलाई कहिले पनि पर्खदैन। सही समय थाहा भएन, सही योजना चाहिँ हामीले बेलामै बनाउनु पर्ने रहेछ। काठमाडौँबाट पहिलो दिन पोखरा र पोखराबाट योजना बिनाको गन्तव्यको हाम्रो पहिलो ठाउँ तानतिङ गाउँ, जहाँ पुग्न हामीलाई त्यति सहज भने भएन। तर शान्त र मनै लोभ्याउने हिमाली दृश्यहरूको यो गुरुङ गाउँ मनै आनन्द बनाउने खालको रहेछ। एउटै संरचनामा बनेका घरहरू जसलाई ढुङ्गाले छाएको छ। यहाँको हिँड्ने बाटोहरूमा पनि ढुङ्गाहरू छाएको छ। यो सुन्दर गाउँमा हामीले हाम्रो दोस्रो दिन एकदमै धेरै यादगार यादहरू लिएर बितायौँ। सपना सबैले देख्छन्, सबैले बुन्छन्। भाग्यमा भरोसा सबैले गर्छन्, तर फल कर्म गर्नेले मात्र पाउँछन्। हाँस्छन् सबै, रुन्छन् सबै, तर पनि सबैको मनमा दुःख पीडा हुन्छ सधैँ। आखिर के हो त जिन्दगी? के पाउनु छ कि गुमाउनु छ? र पनि भागदौडमै किन चलिरहेछ जिन्दगी? करोडौँको आलिशान बङ्गलामा बस्नेलाई पनि त पछिकै चिन्ता छ। भिन्नता तिमी र ममा मात्र रह्यो चिन्ताको। तिमी करोडौँको सपना देख्छौ अनि म हजारौँको। यात्राको दोस्रो दिन केही ठाउँमा केही छिन मात्रै आराम गर्दै हामी सिधै पुग्छौँ जगतमै। रात अबेर भएको कारणले गर्दा हामीले दोस्रो दिन चाहिँ जगतमै बस्ने निधो गऱ्यौँ। अब भोलि चाहिँ हामी चाँडै नै मनाङतर्फ लाग्नेछौँ र भोलिको हाम्रो बसाइ मनाङमा नै हुनेछ। हामी जहिले पनि सही समयको प्रतीक्षामा हुन्छौँ। सही समय भन्नाले 11:11, 5:55 भने जस्तो होइन कि पर्फेक्ट मोमेन्ट के, एकदमै मिलेको मौसम जस्तै। तर एक ठाउँमा बसेर अर्को ठाउँको मौसम हामीले कसरी कल्पना गर्न सक्छौँ? कल्पना तब गर्न सक्छौँ होला जब हामी खोज्छौँ,
मौका जब तब पाइन्छ होला जब हामी अवसरको खोजेको लागि निस्कन्छौँ नि। बाहिरी माहौलको परिकल्पना हामी अँध्यारो कोठाबाट कसरी गर्न सक्छौँ? सही समय होइन, सही मौका होइन, अवसर खोज्न निस्किनुहोस्। यदि मस्तिष्कको क्यानभासमा थप रङहरू पोत्नु छ भने निस्कनुहोस् अँध्यारो कोठाबाट। टका बाहिर उज्यालो तपाईँकै पर्खाइमा छ। मनाङ अनि यो चाहिँ मनाङको पछाडि देखिरहेको भ्यू चाहिँ हिमाल छ अनि यताबाट चाहिँ हिमालबाट झरेको पानी आइरहेको छ अनि यताबाट हामी हिउँ देख्न सक्छौँ माथि। सायद हामी माथि जान्छौँ तर बाटोको कन्डिसन के कस्तो थाहा छैन। यस्तो हेभन, यस्तो पिस भइरहेको छ, यस्तो दामी फिल भइरहेको छ कि त्यो हावाको स्पर्श हुन्छ नि, हिमाललाई छोडेर आएको हावाको थोत्रो स्पर्शले एकदमै बवाल मजा आइरहेको छ। एकदम चिसो छ। कुनै चिजहरू आफूले भन्न बित्तिकै पाउन एकदमै कठिन हुन्छ। यदि त्यो कुरा सहजै पाउने हो भने त्यति वास्ता पनि हुँदैन होला सायद। आफ्नो मेहनत र परिश्रमले पाएको केही कुरा जतिको महत्त्वपूर्ण सायद त्यो सजिलै पाएको कुरामा पाइँदैन कि। आफ्नो घरमा लट्रममा फलेको अङ्गुरको बोट छ, तर त्यो पाकेर पनि भुइँमा झरिसक्दा हामीलाई त्यति चासो हुँदैन। जब केही वर्षपछि घरका पर्खालहरूमा अङ्गुरका बोटहरू झाङ्गिएको देख्छौँ, केही टिपेर खाए जस्तो पनि गर्छौँ, तर बिस्तारै त्यो अङ्गुरको बोटमा किराहरू लाग्न थाल्छ, बोट बुढो हुन थाल्छ अनि बिस्तारै पातहरू झर्दै जान्छ, बोट सुक्दै जान्छ। आँखा अगाडि नै त्यो अङ्गुरको बोटहरू मरिरहँदा अगाडिका दिनहरूमा लट्रममा फलेको अङ्गुरको झुप्पाहरू सम्झन्छौँ। त्यति बेला सम्झनको लागि मात्र रहन्छ त्यो कुराहरू, त्यो अङ्गुरको झुप्पाहरू। सायद त्यति बेला भरपुर टिपेर खाएको भए भन्ने खल्लो सोच दिमागमा नमिठो रस जस्तै बसिदिन्छ। त्यसैले समय छ, अलिकति म्यानेज गर्ने हो भने थोरै परिश्रमले पनि मिठो यादहरूको सिर्जना गर्न सकिन्छ। सबै कुरा हाम्रै हातमा त छ। जो सागर भएको बेला घरबाट निस्केर केही देख्ने, केही सिक्ने कि त्यही मरेको अङ्गुरको बोट जस्तै बुढेसकालमा यो गरेको भए हुने भन्दै पछुताउने सपना भनौँ। खुट्टाको पैतालादेखि टाउको त्यो तालुसँग चिसो फिल भइरहेको छ कि त्यो आइसवाला रगत बगेको जस्तो भइरहेको छ तलदेखि माथिसम्म। तर एकदमै म्याजेस्टिक भ्यू के, यस्तो दामी बाटोमा आउँदा आउँदा त्यो नजिक हिमालले हेर्दै आउने। अनि हाम्रो खासमा चाहिँ आजको प्लान डेस्टिनेसन चाहिँ हाम्रो तल पिसाङसम्म बस्ने थियो, तर पिसाङ चाहिँ आज नबस्ने। त त्यही माथि कहिले त्यति भ्यू हेर्ने अनि मलाई नि लोभले लाभ भने जस्तो होइन, लोभ गऱ्यौँ। अब हामी ग्रिन लेक आइपुगिसकेको छौँ। अब हाम्रो अन्तिम डेस्टिनेसन भनेको आजको लागि मनाङै हो। अब मनाङै पुग्छौँ। सो अब हामी यहाँबाट निस्किन्छौँ। यहाँबाट देख्ने भ्यू यस्तो दामी छ नि। तल त्यो कुन थियो अरे अहिलेको हिमाल, स्वर्गद्वारी पनि एकदमै राम्रो थियो। त्यो क्लिप हाल्छु म पनि। एकदमै मजा, आनन्द, पिस, शान्त भइरहेको छ नि। त्यो हिमालबाट आएको हावाले त्यसमा छोएको छ कि छैन? छ नि होइन? छ, मलाई नि छोएको छ। This is the Blue Lake. How do you feel, Bagesi? Awesome. कस्तो यो चाहिँ रमाइलो भइरहेछ। एकदम चिसो। रिसेन्टली हिउँ परे जस्तो छ क्या यहाँनिर होइन? यहाँनिर आइस छ अनि मैले भर्खर आइसमा यस्तो खुट्टा टेकेको पुरै चुलमा डुबेर खुट्टै आइस भएको होला जस्तो भइरहेको छ। दिस इज द ग्रिन होइन ब्लू लेक। अनि सनसेट हुँदैछ माथि
जस ओभरअल 360 भ्यू हिमाल देख्न सक्छौँ हामीले यहाँबाट अलिक तलबाट यहाँबाट त अलिक नदेखिने रहेछ यो भेकमा चाहिँ जस अति नै बवाल रमाइलो अनि मजा आइरहेको छ यहाँ चाहिँ हिउँ परेर एकदमै जम्मा भएर कति दिनदेखि गयो बाक्लो हिउँ परेर रहेछ अनि यो हो यस्तो दामी भ्यू यहाँबाट यस्तो दामी भ्यू देख्न सक्छौँ हामी अनि अब जाँदैछौँ हामी ग्रिन लेकबाट यता ग्रिन लेक थियो यो यदि मान्छेको घर हुने हो भने के हाम्रो मनाङ आउने जुन योजना अपरझट थियो तर सायद त्यो योजना पहिले भन्दा पनि अघि परिकल्पना थियो। तान्तिङ गाउँदेखि मनाङसम्म आइपुगिरहँदा बाटोमा जम्मा भएको यति धेरै यादहरूले पछि सम्झनको लागि एउटा राम्रो स्मृति चाहिँ बनेको थियो। खोलाको छेउ किनार हुँदै त कहिले जङ्गलको भित्री बाटो हुँदै कहिले झरना हेर्दै त कहिले हिमाली दृश्य निहाल्दै हाम्रो मनाङसम्मको यात्रा एकदमै सहज भइदियो। बाटोको थकानहरू आनन्दको क्षणहरूसँग मिसियो। मनाङ भ्याली पुग्दै गर्दा एउटा अनौठो सोचले भने मस्तिष्कमा कम्पन नै पैदा गरिदियो। त्यो कम्पन अरू केही नभई हर्ष र उल्लासको थियो। त्यो खुसीको आवेगले मन चिच्याउने तयारी गर्दै थियो तर त्यो शान्त माहौलको कारण दिमागले मनलाई सम्हाल्दै त्यो समयको त्यो क्षणको भरपुर मजा लिन आह्वान गर्यो। मन र मस्तिष्कको मिलनले शरीरलाई हलुको बनाएर मनाङको हावाको केही अंशहरूसँग हाम्रो खुसीहरू मिसाइदियो। यो क्षण हाम्रो दिमागी क्यानभासमा एउटा सुन्दर तस्बिर जस्तै सजिदियो मस्तिष्कको कुनै एउटा भित्तामा जसलाई हामी पछिसम्म याद गरिरहनेछौँ। होटलहरू हामी चाहिँ मनाङ भ्याली वक गर्दैछौँ साँझको 7:30 बजे अनि एकदमै रमाइलो रहेछ मनाङ भ्याली चाहिँ एकदमै चिसो यो मनाङ भ्याली वक गरिरहेको छौँ हामी गर्न चाहिँ एकदमै चिसो अनि जस्तै कठ्याङ्ग्रिने जाडो त्यो गर्दाखेरि चाहिँ ग्रोसरी गऱ्यो अनि यहाँनिर चाहिँ एकदम खानेकुरा अनि कस्तो एक्सपेन्सिभ छ प्लेट चाउमिनको 900 रुपिस। ओ माई गड -डिग्री छ माइनस। यहाँको वेदर चाहिँ माइनसमै छ -2 कि कतिमा छ अनि एकदम चिसो जाडो एकदमै दामी छ ठाउँ चाहिँ फेरि रमाइलो चाहिँ रमाइलो वक गर्नको लागि दामी। शान्त सुन्दर रमणीय आकर्षक या भनौँ शान्तिले भरिएको क्षेत्र जहाँ बस्नु मात्र भनेको पनि थेरापी जस्तै लाग्छ। शताब्दीदेखि अडिएको पुरानो घरहरू गुम्बाहरू जसले एउटा जीवित सङ्ग्रहालयमा पुर्याएको जस्तो अनुभव गराउँछ। मनाङ साँच्चै नै सुन्दर छ। कसैलाई पहाडहरू एकदमै मनपर्ने हुन्छ, कसैका लागि हिमाल त कसैका लागि खुला चौरहरू। यति मात्र पनि नभई हरेक मान्छेलाई मनपर्ने हरेक कुराहरूले नै भरिपूर्ण छ मनाङ। मनाङ नेपालमा पर्छ भन्ने बित्तिकै हरेक नेपालीको गर्वले छाती ठक्क फुल्छ। यहाँबाट देखिने अन्नपूर्ण हिमाल, गङ्गापूर्ण, मनासलु, तार्केग्याङ लगायत 7000 मिटर माथिका अन्य कैयौँ हिमालहरू हामीले प्रष्टसँग आँखाले देख्न सक्छौँ। हिमालबाट बगेको हिउँबाट बनेका तालहरू, गङ्गापूर्ण ताल, ब्लू लेकहरूले असीमित आनन्द दिन्छ।
यो चाहिँ एकदमै दामी छ यहाँ मनाङ भ्यालीमा छौँ अहिले चाहिँ हामी अनि एकदमै हुन्छ नि चारैतिर हिमालले 360 भ्यू नै हिमालले घेरेको छ यहाँनिर चाहिँ अनि यहाँको माहौलको कुरा गर्ने हो भने चाहिँ अति नै बेस्ट के वेदर पनि एकदमै राम्रो है टेम्परेचर त बेलुका त -14 डिग्री सेल्सियसमा पुगेको थियो त्यो बाहिर त पुरै हातै नचल्ने जस्तो क्या यस्तो आइस हुने जस्तो कि कस्तो राम्रो एक्सपिरियन्स चाहिँ नजिक भन्दा नि गाडीमै बाइकमै यदि राम्रो एक्सपिरियन्स लिनु छ भने चाहिँ मनाङ चाहिँ बेटर अप्सन हुनसक्छ बेस्ट अप्सन बेटर हिँड्नु नि पर्दैन त्यति अब हामी ट्रेकिङ त्यो अस्ति लास्ट टाइम मारुति जाँदाखेरि चाहिँ अब हिँड्यो तर वर्थ इट थियो मारुति पनि तर वर्थ इट त हुन्छ नि हिँड्नुको मजा छुट्टै हुन्छ तर बाइक राइडिङको मजा छुट्टै हुन्छ तर नहिँडिकन यदि आउँ न कतै जाउँ न भन्ने छ भने चाहिँ मनाङ चाहिँ बेस्ट अप्सन हो एकदमै मजा छ रमाइलो त्यो खोलाको आवाज अनि त्यो हिमालको चिसो हावा दमसमय बजारको चिसो हावा भने जस्तै यहाँ पनि त्यो चिसो हावा एकदमै फिल भइरहेको छ कि आउँदा आउँदा चाहिँ हामी त्यो यस्तो बबाल हिलोमा फस्यो है दलदलमा यस्तो त्यो आधी खुट्टा त्यो रङ वे गएछौँ कि हामी टनेलबाट छिरेर पुल तरेर चाहिँ माथितिर आउनु पनि हामी चाहिँ फेरि सिधै माथितिर गएछौँ अनि त्यहाँनिर चाहिँ के भयो भन्दाखेरि चाहिँ एउटा के भयो नि त्यो बाघ देखेको लागि त्यहाँ हिलोबाट बल्ल बल्ल निस्क्यो अनि अलिकति अगाडि जाने बित्तिकै सट्ट एउटा केले बाटो क्रस गरेँ कि अनि म त स्याल होला कि भन्ठानिरहेको त लास्टमा बाघ रहेछ कि त्यसपछि त राति अँध्यारो केही देखिँदैन है अब 2 घन्टा माथि आउनु पर्ने थियो हामीलाई चामेसम्म आउनु पर्ने थियो तर हामी तल जगत भन्ने ठाउँमा बस्यौँ त्यहाँ पनि राम्रो थियो भ्यू त त्यति साह्रो राम्रो देखिँदैन चामैबाट चाहिँ फेरि राम्रो भ्यू देखिने रहेछ हिमालको टक्क फेदमै रहेछ चामै तर अलिकति माथि यसरी आँखा यस्तो गरी हेर्नु पर्ने यहाँबाट त यस्तो गरी हुन्छ यस्तो यो त दामी नै छ 360 मा आज हाम्रो यात्राको 5औं दिन हिजोको मनाङ बसाइपछि आज हामीहरूलाई जगत पुग्नै पर्नेछ त्यसैले चाँडै नै आफ्नो सरसामानहरू हामी हतार प्याक गरेर हामी निस्कन्छौँ मनाङ भ्यालीका केही ठाउँहरू एक्सप्लोर गर्न जब हामीसँग समय कम हुन्छ त्यति बेला हरेक कुराहरूमा हतार हुन्छ तर केही प्लान प्रपरली नगरेको कारणले हामीहरू यहाँ ढुक्क भएर बस्ने स्थिति चाहिँ थिएन त्यसैले हामी एकैछिन मनाङ भ्याली एक्सप्लोर गरेर निस्कन्छौँ सिधै गङ्गापूर्ण तालतिर जहाँको पानी सिधै गङ्गापूर्ण हिमाललाई छुँदै आउँछ अरू बेला यहाँको पानी निलो देखिन्छ बगिराख्दाखेरि तर अहिले जाडोको मौसम भएको कारणले गर्दा पनि होला अत्याधिक चिसोको कारण हामी पुग्दा यहाँको ताल चाहिँ पुरै आइसले ढाकिएको छ यहाँको मेन के चिसोमा चिया खानुको मजा चाहिँ छुट्टै आउने होइन हिमालको फेदमा बसेर अनि त्यो लेक पनि छ साइडमा एकदमै फ्रोजन लेक अनि पुरै आइस छ कि लेकमा पनि कस्तो एक्सपिरियन्स सेयर गरौँ भन्दाखेरि पनि कस्तो नआउने कि अब के भनौँ के बोलौँ के शब्द नै छैन कसरी एक्सप्लेन गरौँ कहाँबाट सुरु गरौँ कुन ठाउँबाट कुन पोइन्टबाट सुरु गरौँ भन्ने नै छैन कि जता गए नि वाउ हरेक स्टेप पछि स्टेपमा पनि हुन्छ नि अब यो मोमेन्टमा यो रमाइलो लागिरहेको छ अब हामी उता पारीमा अलिक अगाडि गएर बस्यौँ भने त्यो मोमेन्ट झन् बेटर हुने कि अहिले बेस्ट छ भने पछि बेटर हुने कस्तो मजा आइरहेको छ होइन त्यो मन्द हावाहरूको स्पर्श मजा आइरहेको छ चिसो चाहिँ साह्रो चिसो है जाडो त लास्टै जाडो छ मैले टी सर्ट हुडी अनि डाउन ज्याकेट त्यसपछि यो ज्याकेट लाउँदाखेरि पनि जाडो भइरहेको छ मैले चाहिँ यही एउटा लाउँदा खासै केही भएको छैन एकदमै जाडो छ यो चाहिँ गङ्गापूर्ण लेक हो अनि
चाहिँ अहिले गङ्गापुर नट टी सपमा छौँ। एकदमै पहिलादेखि नै अब मनाङ आएपछि चाहिँ यो ठाउँमा चाहिँ आउनु नै पर्छ भनेर हामीले त्यो ठ्याक्कै टिकटकको त्यो सेभमा टक्क सेभ गरेर राखेको थियो। टक्क हेरेर कहाँ जाने त के गर्ने सजिलो हुन्छ नि त, अगाडि नै आइटिनेरीहरू बनाएर राख्यो भने के गर्ने कसो गर्ने भनेर। अनि त्यो गर्दाखेरि चाहिँ हामी यहाँ चाहिँ आउनु नै थियो। हुन चाहिँ तर अनप्लान्ड हो नि मनाङ चाहिँ। अनप्लान्ड हो त्यो, अघिल्लो दिनमा त गयो हामीले। एक दिन अगाडि जाने बिहानसम्म पनि मनाङ जाने प्लान थिएन, अनि ठ्याक्कै बिहान जाउँ न त भनेर यत्तिकै निस्केको हो कि। न सामान थियो, न टोपी, न केही पनि थिएन, छैन पनि। तर लास्ट डे वर्थ इट हैन त, लास्ट डे दामी। मजा आइरहेछ। तर यो सिजन चाहिँ नि स्काई क्लियर हुने भएर पनि हिमाल मजाले देखिन्छ नि त, अनि त्यसमा हिउँ पनि परेको भएर बेस्ट हो क्या। तर यहाँको सिजन चाहिँ नि हुन्छ नि, यो वेदर चाहिँ नि फोरकास्ट गर्न एकदमै गाह्रो रहेछ क्या, हिमालै नदेखिने। तर यो सिजन चाहिँ अफ सिजन हो होइन, त्यो भएर पनि खाली खाली स्पेस, खाली खाली मान्छे पनि क्राउड छैन धेरै, अनि हिमाल पनि क्लियर डिसेम्बर भएर बेस्ट है। बेस्ट। यो मनाङको यात्रा एउटा यस्तो अविस्मरणीय यादहरूको पाण्डुलिपि भएर हाम्रो दिमागमा चाङ्गिएको छ नि, जसको हर एक क्षणहरूको वर्णन गर्ने हो भने पनि एउटा अध्याय बन्छ। अनि त्यो सम्पूर्ण कुराहरूलाई समेटेर एउटा खाली कागजमा लेख्दै जाने हो भने एउटा गतिलो विमोचन गर्न बाँकी रहेको हाम्रो गन्तव्य बिनाको यात्रा शीर्षक रहेर पुस्तक बन्न सक्छ, जसमा हामी दुईजनाको बारेमा भरपुर कुराहरू मात्र समेटिन्छ। सायद पढ्ने पाठकहरूलाई राम्रो र रमाइलो बाहेक घुम्न जाने मोटिभ पनि मिल्छ होला सायद। यो पुस्तकमा हामी दुईजनाले जिएको त्यो क्षण प्रमुख पात्र भएर त्यो क्षणहरूमा आफूलाई कल्पना गर्दै आफ्नो मस्तिष्कमा त्यो ठाउँको कल्पना गरिरहँदा ती पढ्ने पाठकहरूलाई कति आतुर हुन्छ होला यहाँसम्म आइपुग्न। हामीले प्रस्तुत गरेको त्यो हावाको स्पर्श लिन, हामीले वर्णन गरेको यो ठाउँहरू र हामीले महसुस गरेका हरेक कुराहरू, हामीले चाहेको जस्तो, हामीले देखेको जस्तो दृश्यहरू हेर्न, त्यो हावाको स्पर्शहरू लिन, त्यो वरिपरिको सराउन्डिङ आवाजहरू सुन्न मनमा कति चाहिँ कौतूहलता उत्पन्न हुन्छ होला। आजै जाउँ, भोलि जाउँ, कति हताश हुन्छ होला। पर्खाइमै नबिताउँ जिन्दगीलाई, खोज्न बाँकी धेरै छन्, सिक्न बाँकी धेरै छन्, अल्ल मल्लमै नपारौँ जिन्दगीलाई, भोग्न बाँकी धेरै छन्। हाम्रो यात्राको आज 6औं दिन। हिजो जगत बस्ने योजना थियो, तर रात अबेर भएको कारण हामी ताल मनाङ आएर बस्यौँ। मनाङ जाने बेला हामीलाई यो ठाउँको झरनाले एकदमै धेरै मोहित बनाएको थियो। माथिबाट नियाल्दा निकै आकर्षक देखिने ताल मनाङ यहाँ आइपुगेर हेर्दा यो झरनामा निकै आनन्दित महसुस भयो। कहिलेकाहीँ नसोचेको कुराहरू अन्जानमा सोचिदिँदा निर्णय सही दिशातर्फ जान्छ। हाम्रो यात्रा नै योजना बिनाको गन्तव्य भएको कारणले नै होला, कुनै पनि ठाउँप्रति हाम्रो एक्सपेक्टेसन त्यति धेरै हाई थिएन। तर कुनै कुनै कुराहरू आफूले खोजे जस्तो, चाहेको जस्तो अपरसत पाइदिँदा या त भइदिँदा, त्यो साथीहरूले बर्थडेमा ओइ तेरो गिफ्ट यो हो भनेर अचानक आफूलाई चाहेको कुरा दिँदा त्यो खुसी, त्यो क्षण, त्यो महसुस हामीले अनुभव गर्छौँ नि। हो, ठ्याक्कै त्यस्तै अनुभव हामीले हर क्षण, हरेक पलमा यहाँ महसुस गर्यौँ। हिजोको दिनहरू कति चाँडै बितेको जस्तो लाग्छ, भोलिको दिनहरू कति चाँडै आएको जस्तो लाग्छ।
समय अपेक्षा गरे जस्तो भन्दा पनि निकै फरक हुन्छ। सायद वर्तमान समयमा बाँचेर हो या कुनै ठाउँहरूमा आफैमा आफै भुलेर हो, हाम्रो 6 दिनको यात्रा यत्तिकै बित्यो। तालमनाङको बसाइपछि हामीलाई आज चाहिँ जाने कहाँ भन्ने कुराले एकदमै दोधारमा पारेको थियो। लामो समय बाटोमा डिस्कस गर्दै गर्दै हामीले भुजुङ गाउँ जाने निर्णय गर्यौँ। गुरुङ गाउँ तान्तिङबाट सुरु भएको हाम्रो यात्रा गुरुङ गाउँ भुजुङबाट अन्त्य गर्दैथ्यौँ। जब मनले चाहन्छ तब मस्तिष्कले बाटो देखाउँछ भन्छन्। भुजुङ गाउँ साँच्चैमा यति सुन्दर छ जहाँ हामीले आफूलाई पाउँछौँ, आफू जस्तै मान्छेहरूलाई पाउँछौँ। सभ्य बोली व्यवहार, निकै सहयोगी यहाँका दाइ दिदीहरू भेट्छौँ। हामीले भुजुङ गाउँको यो प्रमुख आकर्षक मलाई भुजुङ गाउँको प्रमुख आकर्षक गाउँ नै मात्र भए पनि यहाँको बासिन्दाहरू चुम्बक जस्तै हुनुहुँदो रहेछ। एकदमै मिलनसार उहाँहरूको बोली व्यवहारले यो आत्मीयता भन्ने कुरा अझै पनि सकिएको छैन रहेछ भन्ने अनुभव गराउँछ। यहाँका बस्तीहरू जस्तै यहाँ बसोबास गर्ने हरेक मान्छेहरू मिलिएको छ। यहाँको माहौल नचिनेको मान्छेहरू भन्दा पनि चिनेकाहरू धेरै छन् जस्तो लाग्ने। यहाँ हामीहरूले गुरुङ सभ्यताको बारेमा केही राम्रो कुराहरू पनि सिक्यौँ, थाहा पनि पायौँ। यहाँको दाइहरूले एक दिनका लागि हामीलाई गुरुङ नै बनाइदिनु भयो। गुरुङको पोसाक लगाएर हामीहरूलाई गुरुङ सभ्यताको बारेमा केही कुराहरू सिक्ने मौका दिनुभयो। गुरुङ पोसाकमा मलाई खासै सुहाएको थिएन, तर बिनुपालाई भने एकदमै राम्रो देखिएको थियो। सायद यो यात्राभरि हामीले यति धेरै राम्रो अनुभव चाहिँ भुजुङ गाउँमा पायौँ। नमस्ते, अहिले चाहिँ हामी यो कोलासित्र गाउँपालिका 4 नम्बर भुजुङ गाउँमा छौँ। अनि यहाँ चाहिँ एकदमै गुरुङ समाजको चाहिँ एकदमै ठुलो बस्ती, अनि जताततै पनि पुरानो बस्तीहरू देख्न पाइन्छ। अनि ढुङ्गाले छाएको यो हिँड्ने सडकहरू, बाटोहरू, अनि पुरानो पुरानो कुराहरू एकदमै रमाइलो, मनलाई आनन्द दिने खालको चाहिँ यो ठाउँ छ। अनि हामी यहाँ आएर चाहिँ एकदमै कस्तो रमाइलो लाग्यो भन्दाखेरि यहाँ सङ्ग्रहालय पनि छ। यहाँनिर हामीले गुरुङ ड्रेस लगाएर चाहिँ यो पहिरन लगाएर चाहिँ हामीले एकदमै रमाइलो पनि गऱ्यौँ। अनि यो गुरुङ सभ्यताको बारेमा अलिअलि केही बुझ्यौँ। अझै थप बुझ्नको लागि चाहिँ अझै हिँड्न बाँकी नै छ, अझै बुझ्न बाँकी नै छ। एकदमै रमाइलो भयो, तपाईँहरू पनि आइदिनु होला यहाँनिर। अनि यो चाहिँ ठ्याक्कै तपाईँलाई काठमाडौँबाट चाहिँ करिब यता बेसी सहर हुँदै बन्दीपुरबाट भित्र छिरेर निस्किनु पर्ने हुन्छ। पोखराबाट चाहिँ लगभग 2 घन्टामै हामी यहाँ आइपुग्न सक्छौँ। लोकल बस पनि चल्छ, अनि आफ्नो राइडमा पनि आउन सक्नुहुन्छ, बाइकमा पनि मजाले आउन सकिन्छ। धन्यवाद, आउनु होला, हेर्नु होला हाम्रो भुजुङ गाउँ। एकदमै हेल्पफुल हुनुहुन्छ यहाँको दाइहरू पनि एकदमै हेल्पफुल हुनुहुन्छ हरेक कुरामा। जो पनि तपाईँ जो पनि एकदम काइन्ड, जो पनि हुन्छ नि, जसलाई भेट्नु भए पनि सजिलैसँग। हामी हिजो लगभग त्यस्तै बेलुकातिर 6 बजी आइपुगेका थियौँ। अनि यहीँको दाइहरूले नै हामीलाई सजेस्ट गरेर यता बस्नु, यो गर्नु, त्यो गर्नु भनेर चारैतिर घुमाइदिनु भयो, यहाँको बारेमा भनिदिनु भयो। अनि यहाँको मेन कुरा भनेको चाहिँ यहाँ हनी हन्टिङको नि एकदमै त्यो कुरा हुँदो रहेछ कि, हनी हन्टिङ हेर्ने अनि यो गर्ने एकदमै रमाइलो लाग्यो। हवस् दाइ, तपाईँहरू सबैलाई धन्यवाद यो ठाउँमा है। नमस्ते। फेरि आउनु होला, साथीभाइलाई नि यसो के अरे कन्ट्याक्ट नम्बर दिनु होला। यहाँ स्क्यानरको उसको फोटो खिचेर एकदमै धन्यवाद। घुम्न आउनुभयो, एकदम धेरै खुसी लाग्यो। फेरि घुम्न आउनु होला। आज चाहिँ हामी लास्ट डे भुजुङमा बसेको थियौँ। एकदमै राम्रो एक्सपिरियन्स भयो होइन। यो चाहिँ हामी खासमा घले गाउँ बस्ने भनेर आएको थियौँ। अनि घले गाउँबाट नजिकै छ, भुजुङ जाउँ न त भनेको। सुरुमा त अलिक एक्सपेक्टेसन हाई गरेर आएको थियौँ कि, अनि यहाँ आएपछि अलिक टाउको दुखाइ भयो एकैछिन। तर जब बसियो, जब यहाँ आयो, यस्तो राम्रो एक्सपिरियन्स भयो नि।
कुरा नगरौँ क्या, यस्तो हेल्पफुल सबैजना। अनि यहाँको माहौल आफ्नै के त्यत्तिकै राम्रो, family जस्तै। फ्यामिली जस्तै के। अनि मेन त यहाँको यो पुरानो बस्ती अनि यो घरहरू सबैले गर्दाखेरि चाहिँ एकदमै, यहाँबाट होइन होला यताबाट हो एकदमै राम्रो भयो। सो एकदमै राम्रो छ ठाउँ। अब हामी निस्किँदैछौँ यहाँबाट।